अनि तपाईको चाहिँ अब अलिकति ट्रेन पनि हो सबैभन्दा धेरै खेल खेल्ने नेपालको इतिहासमा नेपालबाट खेल्नु पर्यो भने त्यसलाई राख्छ छोड्यो होला नि त चितवनको तयारी अहिले चाहिँ राम्रै भइरहेको छ लगभग 8-9 दिन 9-10 दिन जति भइसक्यो होला हामीले ट्रेनिङ सुरु गरेको जस अब एक हप्ता चाहिँ हाम्रो अलि हार्ड ट्रेनिङै भयो त्यसपछि चाहिँ अहिले हामी टेक्निकलमा छौँ अहिले चाहिँ ट्रेनिङ भइरहेको छ प्रि सिजन नि भइरहेको छ अस्ति भर्खर एउटा फ्रेन्डली म्याच खेल्यो बासबारीसँग अब भोलि अर्को फ्रेन्डली म्याच छ धनगढी एफसीसँग अब प्रिभियस सिजन चाहिँ 2टा एफसी सिजनको भने जस्तो रिजल्ट चाहिँ आएन योपालि चाहिँ हामी च्याम्पियन हुनको लागि राम्रो रिजल्ट निकाल्नलाई चाहिँ हामी त्यसको लागि तयारी छौँ सिक्दैछु अब त्यही नेसनल टिमको लागि अब आफूले आफ्नो के चाहिँ भएको छैन अब त्यसको लागि सिक्दैछु प्र्याक्टिस लर्न गर्दैछु त्यसको लागि अब हेरौँ के हुँदै जान्छ ट्रेनिङ हुँदैछ अब राम्रो गर्दैछ सबैले ट्रेनिङमा राम्रै गर्दैछ बलेपछि त्यही अब हामी लगभग नेपाली प्लेयरहरू यङ छौँ र एक्सपिरियन्स पनि छ यो टिममा अनि फरेनरहरू पनि अब राम्रै आएको छ अब त्यही ब्यालेन्स भएर चाहिँ टिम राम्रो बनेको छ चाहिँ हाम्रो ट्रेनिङ स्टार्ट भएको 10-12 डेज भइसक्यो अनि अहिले एकदम फुल स्विङमा गइरहेछ राम्रो भइरहेछ सिनियर प्लेयर जुनियर प्लेयर भन्दाखेरि पनि अहिले हामी टिमको बन्डनेस अनि बोन्डिङ त्यही कुरामा चाहिँ अलिकति हामी लागिरहेछौँ अनि एकदम राम्रो बन्डिङहरू बनिरहेछ टिममा अनि त्यही हो अब सिनियर जुनियर्स भन्दाखेरि पनि अब टिमको एउटा केमिस्ट्री चाहिँ बिल्डअप गर्नेतिर चाहिँ हामी लागिरहेछौँ फरेनर्स पनि एकदमै हाम्रो इफेक्टिभ नै छ अनि ओभरअल टिम हेर्दाखेरि म चाहिँ स्ट्रङै योपालि लिग चाहिँ हामीले टिल द एन्ड फाइट गर्न सक्छौँ भन्ने चाहिँ हामीलाई फुल कन्फिडेन्स छ